सम्पूर्णमा नमस्कार। ल आज चाहिँ हामी हाम्रो बेसिक क्लासको डे 10 मा छौँ है। डे 10 9वटा भिडियो हाम्रो अपलोड भइसक्यो। आज चाहिँ 10औं दिनमा छौँ। उच्चारणको नियम पढ्दैछौँ है। ल ध्यान दिएर हेर्नु होला। आज चाहिँ 21 नम्बर नियम है। ल हेर्नुहोस् त 20वटा नियम चाहिँ हामीले गरिसक्यौँ है। ल 21 मा के छ, यदि फाँचीमा ग द ब स क छन् र त्यसको पछाडि ज भएमा जको उच्चारण चाहिँ च गर्नु पर्यो। ल फाँचीमा यिनीहरू एउटा दुईटा तीनटा चारवटा पाँचवटा जुनसुकै भए पनि र पछाडि चाहिँ ज छ भने त्यो जलाई चेन्ज गरेर च गर्ने। तलपट्टि अरू यिनीहरूलाई चाहिँ केही पनि गर्नु परेन। केही पनि गर्नु परेन भन्नाले चाहिँ तलपट्टि झुन्ड्यो भने कुन लाग्छ 2 नम्बरको नियम अनुसारले चाहिँ लगाउनु पर्यो। चेन्ज चाहिँ हामीले गर्नुपर्ने खालि पछाडिको जलाई च गर्ने, यति हो। ल हेर्नु, जस्तै इक्जाम्पलको लागि यहाँनिर ग छ, पछाडि च छ, ज छ। अब यो जलाई चाहिँ च गर्नु पर्यो। द छ, ज छ, यो जलाई चाहिँ च गर्नु पर्यो। ब र ज छ भने यो जलाई के गर्ने, च गर्ने। स र ज छ, यसलाई च गर्ने। अनि यसलाई चाहिँ च गर्ने, यो पछाडिको जलाई चाहिँ च गर्ने, यति हो है। ल हेर्नुहोस् त, म प्लस ए के हुन्छ, मे हुन्छ। तलपट्टि ग आयो भने क हुन्छ। यो चाहिँ हाम्रो 2 नम्बरको नियमबाट बुझ्नै पर्यो। मेक भयो। अब ज प्लस उ जु नभएर के गर्ने, चु गर्ने के। यो च हुन्छ भने नि मेक चु गर्न जान्नु पर्यो। मेक जु नगरेर मेक चु भन्न जान्नु पर्यो। मेक चु भनेको के हो, बियर हो। बियरलाई चाहिँ के भन्ने छ, मेक चु भन्न जान्नु पर्यो। ल अब यतातिर हेरौँ त, शब्दको सुरुमा द आयो भने थ हुन्छ। थ प्लस उ के भयो, थु भयो। तलपट्टि द आयो भने के हुन्छ, त हुन्छ। यो सबैलाई थाहा छ होइन, 2 नम्बर नियम अनुसारले पढाएको थियौँ। तलपट्टि द आयो भने जहिले पनि त हो, थुत भयो। अब यसलाई हो चेन्ज गर्नुपर्ने। 21 नम्बर नियम चाहिँ ज प्लस आ जा नगरेर के गर्ने, चा गर्ने। यसरी थुच्चा भन्नु पर्यो। थुच्चा होइन कि थुच्चा। थुच्चा भनेको चाहिँ सुनौ भन्ने अर्थ लाग्छ। सुन्नुबाट चाहिँ ल सुनौ भन्दाखेरि चाहिँ थुच्चा भन्छ है। ल सुनौ। अब यहाँनिर हेर्नुहोस् त, ब र ज क्रस भएको छ। शब्दको सुरुमा ज आयो भने चाहिँ छ हुन्छ। छ प्लस आ छा गर्नु पर्यो यसलाई चाहिँ। तलपट्टि ब आयो भने प हुन्छ, छाप भयो। ज प्लस जी नगरेर ची गर्नु पर्यो। के गर्नु पर्यो, ची। छापची गर्न जान्नु पर्यो। यसलाई चेन्ज गर्ने हो, पछाडिको जीलाई ची। छापची। छापची भनेको म्यागजिन। यो म्यागजिनलाई चाहिँ के भन्छ, छापची भन्छ है। म्यागजिन अथवा साप्ताहिक पत्रिका भन्दा पनि हुन्छ। साप्ताहिक पत्रिकालाई पनि छापची भन्न मिल्छ है। ल अब चाहिँ जाउँ त, ससँग ज क्रस भएको छ। म प्लस अ के भयो, म भयो। तलपट्टि स आयो भने के हुन्छ, त हुन्छ। यो चाहिँ हाम्रो 2 नम्बर नियम अनुसारले मत भयो। अब यो फाँचीमा चाहिँ आधा अक्षर भएको कारणले चाहिँ आधा त आधा प यसरी लेखेको, यो बुझ्नु भएको होला तपाईँहरूले है। मत भयो। ज प्लस जी नगरेर अब के गर्ने, ची गर्ने। यो चेन्ज गर्नुपर्ने है। ल मच्चिदा गर्नु पर्यो, मच्चिदा। म प्लस अ म, तलपट्टि स आयो भने त हुन्छ 2 नम्बरको नियम अनुसारले मत। ज प्लस जी नगरेर ची गर्ने है। मच्ची द प्लस दा, मच्चिदा। यो मच्चिदा भनेको शानदार हुनु भन्ने अर्थ लाग्छ। शानदार हुनु, एकदम राम्रो हुनु भन्ने टाइपको है। एकदम शानदार हुनु, भव्य हुनु, राम्रो हुनु भन्ने टाइपको अर्थ लाग्छ मच्चिदा। ठिक छ। ल अब चाहिँ यहाँनिर जाउँ त हामी। ल ग प्लस आ गा नगरेर खा गर्ने। शब्दको सुरुमा ग आयो भने खा। तलपट्टि स आयो भने चाहिँ के हुन्छ, त हुन्छ। 2 नम्बरको नियम, 2 नम्बर नियम भनिरहेको छु। त्यो भनेको के हो, उच्चारणको नम्बर। उच्चारणको नियम चाहिँ सुरु भएको 1 र 2 चाहिँ एकदमै इम्पोर्टेन्ट छ भनेर चाहिँ मैले पढाएको थिएँ। त्यहाँनिर गएर हेर्नु होला है। उच्चारणको नियम 1 मा गद बज शब्दको सुरुमा आयो भने खत फच हुन्छ भनेर सिकाएको छु। 2 नम्बरमा चाहिँ तलपट्टि झुन्ड्यो भने के हुन्छ भनेर सिकाएको छु। हो त्यो चाहिँ भनेको मैले 1 र 2 चाहिँ मोस्ट इम्पोर्टेन्ट, अरू चाहिँ बिस्तारै बुझ्दै जाने हो है। ल हेरौँ त, के भयो त, खात भयो। अब ज प्लस आ चा नगरेर यो हामीले चेन्ज गर्नुपर्ने, चा गर्ने है। खाच्चा। खाच्चा, न प्लस आ ना, अनि अ प्लस यो खाच्चा ना, यो गर्न जान्नु पर्यो है। ल अब यो न र ह सँगै झुन्ड्यो भने यसलाई डबल फाइनल कन्सोनेन्ट भनिन्छ, खेप फाँचिम भनिन्छ। योभन्दा पछिल्लो क्लासमा चाहिँ हामी त्यो पनि गर्नेछौँ। अहिलेको लागि चाहिँ न को अगाडिको मात्रै उच्चारण गरिन्छ भनेर बुझ्नु होला। अब यो त हाम्रो स भनेको त मोटो स भइहाल्यो होइन, सिङ्गल फाँचिम भयो। न र ह सँगै लागेको छ नि, हो यसलाई डबल फाँचिम भनिन्छ के, खेप फाँचिम। त्यो अर्को क्लासमा गरौँला। अहिलेको लागि कसरी बुझ्ने, न प्लस आ ना हुन्छ भनेर बुझ्ने। अहिले हामी के पढिरहेको छौँ, ल ग प्लस आ गा नगएर खा भयो, खा। तलपट्टि स आयो भने त हुन्छ, खात हो। यति नै पढिरहेको हामी। जा नगएर के गर्ने त, चा गर्ने है। खाच्चा, न प्लस आ ना, यो गर्ने, यसरी गर्ने, खाच्चा ना यो है। अब यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि, गएको थिए नि भन्ने अर्थ लगाउन सकिन्छ। गएको थिए नि भन्न चाहिँ खाच्चा ना यो भन्न सकिन्छ है। खाच्चा ना यो। ल अब लास्टमा हेर्नुहोस् त,
क छ पछाडि ज छ भने यो जलाई चाहिँ च गर्ने यति हो सबैलाई च गर्ने स प्लस अ स हुन्छ तलपट्टि त क को क नै भयो समस्या भएन सक आधा क लेख्दा पनि हुन्छ कुरो एउटै हो सक जा नगरेर के गर्ने चाह गर्ने यति हो बुझ्नुपर्ने सक जा नगरेर चाह गर्ने सक्चा सक्चा भनेको मिक्स गरौँ भन्ने अर्थ लाग्छ मिक्स गरौँ है घोलौँ भन्ने टाइपको अर्थ लाग्छ ल यति हो फाचिममा चाहिँ यिनीहरू छ र पछाडि चाहिँ ज आयो भने पछाडिको जलाई च गरिदिने सक्यो है ल मेक्चु भनेको बियर थुच्चा भनेको सुनौ छाप्ची भनेको म्यागजिन मच्चिदा भनेको शानदार हुनु भव्य हुनु राम्रो हुनु भन्ने टाइपको अर्थ लाग्छ अनि खाच्चा नायो भनेको गएको थिए नि भन्ने अर्थ लाग्छ यो खेप्पाचिम चाहिँ पछि पढाउँछु मैले अनि सक्चा भनेको चाहिँ मिक्स गरौँ भन्ने अर्थ लगाउन सकिन्छ ल अब चाहिँ जाउँ हामी 22 नम्बरमा हेरौँ त 22 नम्बरमा दुईवटा नियम चाहिँ मैले सँगै राखेको छु अगाडि पछाडि जसरी फ्लिप गर्दा पनि एउटै हुन्छ त्यही भएर सँगै राखेको बुझ्नु होला ल पहिला के छ यदि फाचिममा ग द ब ज छन् र त्यसको पछाडि ह भएमा त्यो ग द ब ज को उच्चारण कर्मश के गर्ने खत फच गर्ने फाचिममा ग छ द छ ब छ ज छ फाचिममा ग छ द अनि ब ज फाचिममा छ र त्यसको पछाडि के छ ह छ हेर्नुस् त ह छ ह छ ह छ ह छ हो यो कन्डिसनमा के गर्ने यो जुन तलपट्टि आएको ग द ब ज छ त्यसको उच्चारण चाहिँ कर्मश के गर्ने खत फच गर्ने भनेको गलाई ख गर्ने दलाई थ गर्ने बलाई फ गर्ने जलाई छ गर्ने भन्न खोजेको यति कुरा मात्रै हो जो हामीले 1 नम्बर नियममा शब्दको सुरुमा ग द ब ज आयो भने खत फच हुन्छ भनेको थिएँ नि हो त्यहीबाट याद गर्नु होला तलपट्टि झुन्ड्यो भने पनि अब खत फच हुने भयो कुन कन्डिसनमा पछाडि ह भएको कन्डिसनमा यति बुझ्ने पहिला चाहिँ यो लाइनलाई सकौँ अनि त्यसपछि बल्ल दोस्रो लाइन चाहिँ हेरौँला है ल ल अब सुरु गरौँ अब स प्लस इ के हुन्छ सी सी ज प्लस आ के हुन्छ जा सी जा हो अब यहाँनिर हेर्नुहोस् त ग हसँग क्रस छ भने यो गलाई के भन्ने ख भन्ने अब यो ह कहाँ जान्छ भन्ने कुरा हो ह चाहिँ यो नियममा चाहिँ कता जान्छ भन्दाखेरि ह साइलेन्ट हुन्छ भनेर बुझ्दा हुन्छ साइलेन्ट हुन्छ यो नियममा के हुन्छ त ह साइलेन्ट हुन्छ ह को चाहिँ उच्चारण नगर्ने भनेर बुझ्दा हुन्छ सरल तरिकाले ल अब स प्लस इ सी ज प्लस आ जा अब यसलाई ख भन्ने भने मैले ह को उच्चारण नगर्ने भनेपछि ह छैन सोच्नु पर्यो यहाँ के बच्यो आ बच्यो ख प्लस आ खा गर्ने यसरी सिजा खा द प्लस आ दा सिजा खादा गर्नु पर्यो है सिजा खादा स प्लस इ सी ज प्लस आ जा यो तलपट्टि गलाई ख भन्ने हो ख प्लस आ खा गर्ने हलाई साइलेन्ट गरिदिने द प्लस आ दा सिजा खादा भन्नु पर्यो सिजा खादा भनेको सुरु गर्नु भन्ने अर्थ लाग्छ सुरु गर्नु स्टार्ट गर्नु ल अब हेर्नुहोस् त फाचिममा चाहिँ द छ पछाडि ह छ यो दलाई के गर्ने रे दलाई चाहिँ के गर्ने हो थ गर्ने हो है हो गलाई चाहिँ ख गर्ने हो भने दलाई थ गर्ने हो म प्लस उ मु अब यो थ हो सोच्नु पर्यो थ प्लस इ के हुन्छ थी मुथी द प्लस आ दा हलाई चाहिँ साइलेन्ट गरिदियौँ छैन सोच्यौँ मानौँ म प्लस उ मु भयो अनि यहाँनिर के छ थ प्लस इ गर्नु पर्यो थी मुथी द प्लस आ दा यसरी गर्ने मुथीदा गर्नु पर्यो है मुथीदा भनेको के हो त गाडिनु भन्ने अर्थ लाग्छ गाड्नुबाट गाडिनु है जमिनमा गाडिनुलाई चाहिँ मुथीदा भन्दा हुन्छ है अब यतातिर जाउँ फाचिममा ब छ पछाडि ह छ अब यो बलाई के गर्ने हो फ गर्ने हो है ल ख प्लस उ खु ख प्लस उ खु अब यो फ प्लस आ फा गर्नु पर्यो खु फादा गर्नु पर्यो हलाई चाहिँ साइलेन्ट गरिदिने यसलाई चाहिँ फ गर्ने हो फ प्लस आ फा एकैचोटि जोड्ने है ख प्लस उ खु फ प्लस आ फा खुफा द प्लस आ दा खुफादा गर्न जान्नु पर्यो खुफादा भनेको हतार हुनु एकदम हतारिलो हुनु अथवा हतार हुनु चाँडो हुनु भन्ने टाइपको अर्थ लगाउन सकिन्छ हतार हुनु लेखौँ न खुफादा भनेको हतार हुनु ठिक छ ल अब यहाँ जाउँ फाचिममा के छ ज छ पछाडि के छ ह छ अब यो जलाई के गर्ने हो ज को चाहिँ छ गर्ने हो ख थ फ छ यसको चाहिँ ख यसको चाहिँ थ यसको चाहिँ फ अब यसको चाहिँ छ गर्ने हो के है ल हेर्नुहोस् त म प्लस अ म ठिक छ ज प्लस हि के गर्नु पर्यो जलाई चाहिँ छ गर्ने छ प्लस हि छि गर्ने म छि द प्लस आ दा म छिदा गर्ने ल हेर्नुहोस् त म प्लस अ म जलाई चाहिँ छ गर्ने छ प्लस इ छि द प्लस आ दा गर्ने हलाई चाहिँ साइलेन्ट गरिदिने है म छिदा गर्नु पर्यो
र यो चाहिँ मच्चिदा हो है, यो चाहिँ मच्चिदा शानदार हुनु उस्तै उस्तै सुनिन्छ अलिअलि होइन। यो मच्चिदा भनेको रोकिनु भन्ने अर्थ लाग्छ, रोकिनु है। मच्चिदा भनेको रगत रोकिनु अनि त्यसपछि पानी रोकिनु भन्ने टाइपको अर्थ लगाउन सकिन्छ। ल अब चाहिँ एउटा लाइन सक्यो, फाँचीमा गद बज छ, पछाडि चाहिँ ह छ भने गद बजलाई खतपच गऱ्यौँ र हलाई साइलेन्ट गऱ्यौँ। अब दोस्रो लाइन हेर्नुहोस् त, यसलाई नै फ्लिप गर्ने जस्तै साथै अब फाँचिममा ह छ र त्यसको पछाडि गद बज भएमा पनि त्यो गद बजलाई फेरि के गर्ने खतपच गर्ने भन्नाले अघि चाहिँ ह पछाडि थियो, पछाडि, अब ह चाहिँ तलपट्टि आउँछ कि यसरी, ह चाहिँ तलपट्टि आएर पछाडि गद बज आयो भने पनि त्यही गद बजलाई नै चेन्ज गर्ने हो। फेरि यहाँ पनि के हुन्छ त, ह साइलेन्ट हुन्छ, ह साइलेन्ट हुन्छ, यहाँ पनि ह साइलेन्ट हुने भयो कि जता पनि हलाई साइलेन्ट गर्ने हो, चाहे त्यो तल आओस् चाहे पछाडि आओस् त्यो गद बजलाई मात्रै चेन्ज गर्ने हो, खतपच। ल हेरौँ है, जस्तै यो भन्न खोजेको के हो, न प्लस क के हुन्छ न, अब हलाई साइलेन्ट गर्ने, ह छैन सोच्नु पर्यो, अब यो गोलाई के गर्ने खो गर्ने के, खो, नखो गर्नु पर्यो। नखो भनेको के हो त, राखेर भन्ने अर्थ लगाउन सकिन्छ। ल नखो भनेको राखेर, यो चारवटा एउटा खालको भयो, यो चाहिँ तल्लो लाइनको भयो है। ल नखो राखेर, ल शब्दको सुरुमा ज आयो भने छ हुन्छ, छ प्लस ओ छो, ह चाहिँ दसँग क्रस भयो भने हलाई चाहिँ साइलेन्ट गरिदिने जता आए पनि, द प्लस आ दालाई के गर्ने, दलाई थ गर्ने, छोथा गर्नु पर्यो के, छोथा, छोथा भनेको राम्रो हुनु भन्ने अर्थ लगाउन सकिन्छ। ठिक छ। ल अब चाहिँ हेर्नुहोस् त, ह छ पछाडि चाहिँ ज छ, ह र ज, जलाई के गर्नु पर्यो, छ गर्नु पर्यो है। ल जस्तै न प्लस अ न, हलाई चाहिँ साइलेन्ट गरिदिने, अब यो ज प्लस इ जी नगरेर के गर्ने, छि गर्ने है, यति हो बुझ्नुपर्ने। ल न छि, म प्लस आ मा, स प्लस ए से, अ प्लस यो नछि मास्यो गर्नु पर्यो है। नछि मास्यो भनेको के हो त, नराख्नुहोस् भन्ने अर्थ लाग्छ, नराख्नुहोस्, नथा भनेको राख्नु, त्यहाँबाट नराख्नुहोस् भन्दाखेरि के भन्छ त, नछि मास्यो भन्छ। ल यति कुरा बुझ्ने। न प्लस अ न, अब यसलाई त साइलेन्ट गर्ने हाल्ने हो, ज प्लस इ जी नगरेर छि गर्ने, नछि, म प्लस आ मा, स प्लस ए से, अ प्लस यो नछि मास्यो भनेको नराख्नुहोस् भन्न खोजेको हो। ल गद बज र ह आपसमा क्रस हुँदाखेरि के हुँदो रहेछ, गद बज चाहे तल आओस् चाहे पछाडि आओस्, यसरी क्रस भयो भने यो गद बज चाहिँ क्रमशः खतपच हुँदो रहेछ, ह चाहिँ साइलेन्ट हुँदो रहेछ। यसको कन्क्लुजन यति हो। ल दुईवटा सँगसँगै पढ्यो हामीले। यसलाई चाहिँ सिजा खादा भन्नु पर्यो है, यसलाई के भन्नु पर्यो त, सिजा खादा, सिजा खादा भनेको सुरु गर्नु। अब यसलाई चाहिँ मुथिदा भन्नु पर्यो, मुथिदा भनेको गाडिनु, खुफादा भनेको हतार गर्नु, मच्छिदा भनेको रोकिनु, नखो भनेको राखेर, छुत्ता भनेको राम्रो हुनु, नछि मास्यो भनेको नराख्नुहोस्। ल अब चाहिँ हाम्रो 21 र 22 नम्बरको नियमलाई चाहिँ स्क्रिनसट राखेर चाहिँ पढ्न सक्नुहुनेछ है। ल अब चाहिँ हामी 23 नम्बर हेरौँ त। 23 मा के छ त, यदि फाँचीमा द स स ज छ थ ब फ ग क छन् र त्यसको पछाडि द भएमा दको उच्चारण त हुन्छ भनेर बुझ्नु पर्यो। यस्तो खालको नियम चाहिँ हामीले अगाडि पनि गऱ्यौँ, खालि द भएमा त हुन्छ भनेर सरल तरिकाले पढ्यौँ। अब यसलाई चाहिँ विस्तृत रूपमा पनि लास्टतिर चाहिँ पढ्नु पर्यो है। ल यिनीहरू चाहिँ छ र पछाडि द भएमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि, अब यिनीहरूको उच्चारण के हुन्छ त्यो चाहिँ मिलाएर राख्ने, पछाडिको दलाई चाहिँ त गर्नु पर्यो। जस्तै इक्जाम्पल हेर्नुहोस् त, द छ पछाडि द छ, अब यसलाई के गर्ने, पछाडिको दलाई त गर्ने, अनि यो तलपट्टि द आयो भने त अटोमेटिकली त हुन्छ। यो चाहिँ हामीले पढिसक्यौँ अगाडि है, द भएमा त हुन्छ भनेर चाहिँ पढिसक्यो हो। अब यहाँनिर चाहिँ अलिकति राम्रोसँग पढ्नु पर्यो सबै राखेर है, त्यो चाहिँ सरल तरिकाले पढ्यौँ। द आयो भने दुइटालाई त हुन्छ। अब यहाँ स र द आयो भने पनि दलाई त भन्ने, अब सको चाहिँ तलपट्टि झुल्यो भने त भइहाल्यो होइन। अनि त्यसपछि तलपट्टि यो स छ, द छ, यसलाई पनि त भन्ने है। थ र द हुँदाखेरि त भन्ने, छ र द हुँदाखेरि त भन्ने, ज र द हुँदाखेरि त भन्ने होइन। ब र द हुँदाखेरि चाहिँ यसलाई चाहिँ त भन्ने, ब तलपट्टि झुल्यो भने प भन्ने है। यहाँनिर पनि के भन्ने, त भन्ने, त यसरी आयो भने चाहिँ त पछाडिकोलाई त भन्ने भनेर बुझ्नु होला। ल हेरौँ, जस्तै कसरी गर्ने त, यसलाई के भन्ने, ख तलपट्टि द आयो भने त, खत्ता, खत्ता, यो त हामीले पढिसकेका कुरा हो। खत्ता भनेको हिँड्नु भनेर पढिसक्यौँ, यति मात्रै पढाएको थियो
अब अरू पनि थपेर पढ्नु पर्यो लास्टतिर है। ल हामी चाहिँ उच्चारणको नियम यही 25 वटा गरेर चाहिँ इन्डिङ गर्छौँ, त्यसपछि खेप फाचिम चाहिँ पढ्नेछौँ है। ल हेर्नुहोस् त, अब यसलाई के गर्ने, अ प्लस उ उ, तलपट्टि स आयो भने के हुन्छ, 2 नम्बर नियम अनुसारले त हुन्छ उत। अब द प्लस आ दा नगरेर के गर्ने, सबैको उच्चारण त भनेको छौँ नि हामीले, ता गर्नु पर्यो, यसरी उत्ता गर्न जान्नु पर्यो। उत्ता भनेको हाँस्नु भनेर बुझ्ने, उत्ता भनेको के हो त, हाँस्नु है। ल अब चाहिँ यसलाई हेर्नुहोस् त, अ प्लस इ हुन्छ है, अनि तलपट्टि स आयो भने चाहिँ त हुन्छ जहिले पनि इत, द प्लस आ दा नगरेर के गर्ने, ता गर्ने। 2 नम्बर नियममा पनि हामीले हेरेका थियौँ, इत्ता भनेर लेखेका थिएँ, त्यो चाहिँ पछि बुझौँला भनेर भनेका थियौँ। हो यसरी चाहिँ भएको भनेर बुझ्ने। तलपट्टि स आयो भने त 2 नम्बर नियम अनुसारले त भइहाल्यो, दालाई चाहिँ ता भन्नु पर्यो, इत्ता, इत्ता भनेको हुनु भनेर बुझ्नु पर्यो है, हुनु। ल अब फेरि ज छ, हेर्नुहोस् न यहाँ ज, एउटा एउटा इक्जाम्पल छ है सबैको, एउटा दुईवटा तिनवटा सक्यो। अब ज अनि छ थ, अनि चाहिँ यहाँनिर के छ ब फ क, यसरी एउटा एउटा इक्जाम्पल छ है। ल क प्लस ओ के हुन्छ, को हुन्छ, तलपट्टि ज आयो भने त भइहाल्छ, तपाईँहरूले बुझ्नु भएको छ, कोत। अब दालाई के भन्ने, ता भन्ने, कोत्ता भन्ने। कोत्ता भनेको घुसाउनु है, घुसाउनु भन्ने अर्थ लाग्छ। जस्तै प्लगमा चाहिँ प्लगहरू घुसाउनु होइन, चार्जर घुसाउनु, यस्तो खालको अर्थ लगाउन सकिन्छ। कोत्ता भन्न जान्नु पर्यो। अब यो हेर्नुहोस् त, क प्लस ओ के हुन्छ, को, तलपट्टि छ आयो भने पनि त हुन्छ, थाहा छ, कोत। अब यो दलाई के भन्ने, त भन्ने, फेरि कोत, द प्लस आ ता है, कोत्ताबाल भन्नु पर्यो है। ल ध्यान दिनुहोस् त, अब चाहिँ के भन्ने, क प्लस ओ को, तलपट्टि कोलाई चाहिँ त कोत, अनि द प्लस आ दा नभएर ता भन्ने, कोत्ताबाल भन्नु पर्यो है, कोत्ताबाल। यो भनेको के हो भन्दाखेरि, कोत भनेको फुल हो, फुलको गुच्छा भन्ने अर्थ लाग्छ, फुलको गुच्छा, फुलहरू हुन्छ, फ्लावरको चाहिँ मुठो गुच्छा भन्दा हुन्छ, भन्दाखेरि चाहिँ लेख्दाखेरि कोत्ताबाल जस्तो देखिए पनि कोत्ताबाल भन्नु पर्यो है। यो चाहिँ आधा त लेखेको हो, बुझ्नु होला, तलाई चाहिँ काटेको, कोत्ताबाल, ललाई पनि काटेको, ल कोत्ताबाल। ल अब यहाँ तलपट्टि जाउँ त, थ छ द छ, यो कन्डिसनमा के भने, क प्लस उ कु, अब यो थ तल आयो भने त भइहाल्यो, कुत। अब दा नभएर के गर्ने, ता गर्ने, कुत्ता भन्ने है। कुत्ता भनेको यो समाप्त हुनु, समाप्त हुनु भन्ने अर्थ लाग्छ, सकिनु भन्ने अर्थ लाग्छ, कुत्ता, कुतबाट भएको है। ल हेर्नुहोस् त, अब फेरि ब र त आयो भने पनि के गर्ने, अब चाहिँ यहाँनिर अ प्लस इ गर्ने। अब यो बलाई त यसरी सबै त लेखिरहेको थियौँ, यसरी त लेख्न मिलेन नि त। ब तलपट्टि आयो भने चाहिँ के हुन्छ, प हुन्छ है, इप हुन्छ, इप, अनि त दा नहेरेर ता लेख्ने यसरी है। ल हेर्नुहोस् त, इप्ता, इप्ता, आधा प लेख्न खोजेको, मिलाएर बुझ्नु होला। इप्ता भनेको लुगा लगाउनु भन्ने अर्थ लाग्छ, लुगा लगाउनु। ल ब तलपट्टि आयो भने त प हुन्छ, यो चाहिँ बुझ्ने, दालाई चाहिँ ता भन्ने हो, इप्ता भनेको लुगा लगाउनु। स प्लस इ सी, यो फ तलपट्टि आयो भने पनि प हुन्छ, 2 नम्बरको नियम अनुसारले सिप, दा नभएर ता भन्ने, सिप्ता, सिप्ता भनेको चाहनु भन्ने अर्थ लाग्छ, सिप्ता भनेको के हो त, चाहनु। ल फेरि हेर्नुहोस्, अब यो गसँग द क्रस भयो भने पनि के गर्ने, दलाई त भन्ने हो। स प्लस इ के हुन्छ, सी हुन्छ। अब ग तलपट्टि आयो भने त क भन्नु पर्यो, यसलाई त यो त बुझ्नु पर्यो तपाईँहरूले है। ग तलपट्टि आयो भने क हुन्छ, ब र फ तलपट्टि आयो भने प हुन्छ, यिनीहरू चाहिँ तलपट्टि आयो भने सबै के हुन्छ, त हुन्छ, यो चाहिँ बुझ्ने हो है। ल सिक, दाङ नभएर ताङ भन्न जान्नु पर्यो यसलाई। स प्लस सी, तलपट्टि गयो भने क, सिक, द प्लस आ दा नभएर के भन्ने, यही पढिरहेको छौँ हामीले, ता भन्ने, यो जिरो तल आयो भने ङ हुन्छ, सिकताङ भन्न जान्नु पर्यो। सिकताङ भनेको रेस्टुरेन्ट, रेस्टुरेन्टलाई के भन्छ, रेस्टुरेन्टलाई चाहिँ सिकताङ भन्छ। ल लास्टको अब हेर्नुहोस् त, क छ द छ, क छ द छ भने पनि के गर्ने, क प्लस आ का, तलपट्टि क को क नै हुन्छ, काक भयो, दा नलेखेर ता लेख्ने, के भन्ने, काक्ता भन्ने है, यसरी काक्ता भन्न जान्नु पर्यो। काक्ता भनेको के हो त, तास्नु भन्ने अर्थ लाग्छ, तास्नु, अनि चाहिँ घटाउनु भन्ने पनि अर्थ लगाउन सकिन्छ, मूल्य घटाउनु यसमा चाहिँ भन्न सकिन्छ है। काक्ता भनेको मूल्य घटाउनु पनि हो, तास्नु पनि हो, काट्नु है, तासेर काट्नुलाई पनि भन्न मिल्छ काक्ता। ल 23 नम्बर नियम चाहिँ द स स ज छ थ ब फ ग क छ र पछाडि द छ भने त्यो दलाई चाहिँ त भन्ने। अब यिनीहरू चाहिँ तलपट्टि झुन्ड्यो भने के हुन्छ त्यो चाहिँ मिलाएर लेख्ने है। ल त्यसको लागि 2 नम्बर नियम बुझेको हुनु पर्यो। ल अब फेरि 24 नम्बरमा जाउँ। यदि फाँचीमा ग द ब ज स छन् र त्यसको पछाडि ग भएमा यो गलाई चाहिँ क भन्नु पर्यो।
एउटा एउटा इक्जाम्पल छ ग छ द छ ब ज स र पछाडि के छ हेर्नुहोस् त ग ग ग ग छ। यो कन्डिसनमा के गर्ने पछाडि आएको गलाई चाहिँ क भन्नु पर्यो। अब अरू चाहिँ यो तलपट्टि आएको कसरी हुन्छ त्यो 2 नम्बर नियम अनुसारले राख्नु पर्यो है। ल हेर्नुहोस् त ह प्लस आ हा तलपट्टि ग आयो भने त क हुन्छ जहिले पनि हाक अनि ग प्लस यो ग्यो नगरेर के गर्ने क्यो गर्ने यसरी हाक्यो भन्नु पर्यो। हाक्यो भनेको स्कुल। यो चाहिँ हामीले अगाडि पढिसक्यौँ है। यो नियम पनि सर्टकटमा कसरी पढेका थियौँ त तलपट्टि ग छ पछाडि पनि ग छ भने दुईटैलाई क भनिन्छ भनेर सर्टकटमा पढेका थियौँ। अब यसलाई मोडिफाई गरेर अलि लामो तरिकाले पनि विस्तृत रूपमा पनि पढ्नु पर्यो। यो एउटा दुईटा तीनटा नियम त्यस्तै छ लास्टको तीनटा है। ल यो चाहिँ पढिसकेका थियौँ हाक्यो भनेको स्कुल। ल अब चाहिँ थप कुराहरू आयो हेर्नुहोस् त। अब द र ग क्रस भयो भने पनि यसलाई क भन्नु पर्यो। जस्तै स प्लस उ के हुन्छ सु सु तलपट्टि द आयो भने के हुन्छ त द आयो भने त हुन्छ नि सुत। अब ग प्लस आ गा नलेखेर का भन्नु पर्यो के सुत का राख भन्नु पर्यो यसरी हो। ल हेर्नुहोस् त स प्लस उ सु तलपट्टि द आयो भने त हुन्छ जहिले पनि सुत ग प्लस आ गा नभनेर का भन्नु पर्यो। यही पढिरहेको छौँ हामीले क हुन्छ भनेको छौँ नि पछाडिको हो। ग प्लस आ गालाई का भन्ने र प्लस आ रा तलपट्टि ग आयो भने क हुन्छ। सुत्का राख भन्नु पर्यो। सुत्का राख भनेको चम्चा सुत्का राख भनेको चम्चा। ल अब यतापट्टि जाउँ अ प्लस इ तलपट्टि ब आयो भने त प हुन्छ। यो त बुझ्नु भएको छ। इफ ग प्लस ओ गो नलेखेर के अरे को गर्ने इफ को गर्नु पर्यो यसरी इफको। इफको भनेको लगाएर लुगा लगाएर है। यहाँनिर हेर्नुहोस् त यो इप्ताबाट इफको भएको हो के इफको भनेको लगाएर लुगा लगाएर भन्ने अर्थ लाग्छ। ल हेर्नुहोस् त शब्दको सुरुमा ज आयो भने छ हुन्छ छ प्लस अ छ भयो तलपट्टि ज आयो भने त हुन्छ जहिले पनि बुझ्नु भएको छ है। छत अब ग प्लस गि नलेखेर के गर्ने कि गर्ने छत्की गर्ने यसरी छत्की छ प्लस छ तलपट्टि ज आयो भने त छत गि नगरेर कि गर्ने छत्की भनेको छत्ता भनेको भिज्नु हो। यो भिजाइ है भिज्नु के भिज्नुबाट भिजाइ भन्ने अर्थ लाग्छ। छत्की भन्नु पर्यो छत्की होइन छत्की भिजाइ है भिजेको भन्दा हुन्छ तपाईँहरूले। ल अब सको हेर्नुहोस् त स छ ग छ भने के गर्ने अब स चाहिँ जे हुन्छ त्यो मिलाएर राख्ने त हुन्छ तलपट्टि आयो भने गलाई के भन्ने क भन्नु पर्यो है। ल शब्दको सुरुमा ज आयो भने छ हुन्छ छ प्लस अ छ तलपट्टि यसलाई के भन्ने त भन्ने छत भन्नु पर्यो। तलाई काटेको छु आधा त भन्न खोजेको हो छत ग प्लस आ गा नलेखेर का लेख्ने राख लेख्ने यसरी है। ल छत्का राख लेख्ने छ प्लस छ तलपट्टि स आयो भने त छत ग प्लस आ गा नलेखेर का लेख्ने है। छत्का र प्लस आ रा तलपट्टि ग आयो भने क छत्का राख भन्न जान्नु पर्यो। छत्का राख हुँदैन छत्का राख यो चपेस्टिक चपेस्टिकलाई चाहिँ के भन्छ छत्का राख भन्छ है। ल अब यो नियम पनि हाम्रो भयो 24 नम्बर। अब चाहिँ एकदम लास्ट नियम हेर्नुहोस् त 25 नम्बरको नियम यदि फाच्चिममा ग द ब स छन् र त्यसको पछाडि ब भएमा बको उच्चारण के हुन्छ प हुन्छ। जस्तै यहाँ चाहिँ ग छ द ब अनि स छ र पछाडि के छ ब ब ब बसँग क्रस छ भने त्यो पछाडिको बलाई के भन्नु पर्यो प भन्नु पर्यो। अब यो तलपट्टि झुन्डेकोलाई चाहिँ जे हुन्छ त्यो मिलाएर 2 नम्बर नियम अनुसारले भन्नु पर्यो। ल हेर्नुहोस् त यो शब्दको सुरुमा ग आयो भने ख हुन्छ ख प्लस उ के भयो खु खु तलपट्टिको गलाई के भन्नु पर्यो क भन्नु पर्यो जहिले पनि तलपट्टि ग जोड्ने भने त क खुक आधा क है खुक। अब यो ब प्लस आ बा नलेखेर के भन्नु पर्यो पा भन्नु पर्यो खुक पाप भन्नु पर्यो यसरी है। ल हेर्नुहोस् त ख प्लस उ खु तलपट्टि ग आयो भने क हुन्छ खुक ब प्लस आ बा नलेखेर पा भन्ने यही त पढिरहेको छौँ हामी है। ल पा तलपट्टि ब आयो भने प भन्छ खुक पाप भन्न जानु पर्यो। यसको वास्तविक अर्थ चाहिँ मिनिङ चाहिँ खुक भनेको सुप हो अनि फाप भनेको भात हो। सुप भात अथवा झोल भात भन्दा पनि हुन्छ झोल भात भन्दा पनि हुन्छ। खुक भनेको सुप हुन्छ फाप भनेको भात हुन्छ तर सँगै जोड्दाखेरि खुक पाप भनेर चाहिँ उच्चारण गर्न जान्नु पर्यो। ल अब त्यसपछि हेर्नुहोस् त द प्लस आ दा नलेखेर था लेख्नु पर्यो। शब्दको सुरुमा द आयो भने था तलपट्टि द आयो भने त हुन्छ बुझ्नु भएको छ थात भयो। ब प्लस उ बु नलेखेर के लेख्ने पु लेख्ने थात्पु भन्न जान्नु पर्यो। थात्पु होइन कि थात्पु आधा त लेखेको थात्पु भनेको के हो त भन्दाखेरि यो थात्ताबाट आएको बन्द गर्ने भाग भनेर मिलाएर पढ्दा हुन्छ है। अब यो चाहिँ मैले अलिकति सर्ट फर्म बनाएर लेखेको उच्चारणको नियमको लागि थात्ताबाट आएको यो चाहिँ फुबुनबाट आएको थात्पु भनेको बन्द गर्ने भाग भनेर चाहिँ यसो बुझ्नु होला। ल अब फेरि यहाँनिर आयो हेर्नुहोस् त यो नियम पनि हामीले पहिला पढेको फाच्चिममा ब छ पछाडि ब छ भने दुइटैलाई प भन्ने भनेर पढेका थियौँ त्यति मात्रै सजिलो तरिकाले। अब यसलाई चाहिँ अलिकति विस्तृत रूपमा पनि जान्नु पर्यो।
यो तीनटा नियम त्यस्तै छ, मैले अघि पनि भनिसकेँ है। अगाडि पढेकोलाई फेरि मोडिफाई गरेर लामो बनाएको, अगाडि चाहिँ सजिलो तरिकाले बुझ्ने, अब यसलाई चाहिँ लास्टमा डिटेलमा बुझ्ने, अनि सकिन्छ उच्चारणको नियम है। ल स प्लस इ के हुन्छ, सी हुन्छ, तलपट्टि ब आयो भने त प नै हुन्छ, समस्या भएन, सिप, अनि ब प्लस उ बुन नभएर पुन भन्नु पर्यो, यसरी सिप्पुन भन्नु पर्यो है। हेर्नुहोस् त, सिप्पुन भन्नु पर्यो है, सिप्पुन यसरी भन्ने, ल सिप्पुन भन्नु पर्यो। हेर्नुहोस् त, स प्लस इ सी, तलपट्टि ब आयो भने प हुन्छ, आधा प है, अनि ब प्लस उ बु नगरेर पु गर्ने, सिप्पुन भन्नु पर्यो। सिप्पुन भनेको के हो, 10 मिनट हो है, 10 मिनटलाई के भन्ने, सिप्पुन नभएर सिप्पुन उच्चारण गर्नु पर्यो। ल 10 मिनट। अब लास्टमा हेर्नुहोस् त, इ स छ, पछाडि ब छ भने के गर्ने, यसलाई पनि प गर्ने, 6 प्लस अ 6, तलपट्टि स आयो भने त भइहाल्छ, छत भयो, ब प्लस आ बा नगरेर पा गर्ने, छत बाल गर्नु पर्यो, छत पाल, बाल नगरेर पाल गर्नु पर्यो, छत पाल गर्नु पर्यो है। ल हेर्नुहोस् त, 6 प्लस अ 6, तलपट्टि स आयो भने त भयो छत, ब प्लस आ बा नगरेर पा गर्ने, छत पा, तलपट्टि रह्यो भने ल हुन्छ, छत पाल गर्नु पर्यो। छत पाल भनेको पहिलो चरण भन्दा हुन्छ, पहिलो चरण अथवा पहिलो पाइला भन्दा पनि हुन्छ, फाल भनेको अब खुट्टा हो उसरी है। ल यसरी बुझ्नु पर्यो। ल फाँचीमा गद बस छ र पछाडि ब छ भने यो बलाई चाहिँ प भन्नु पर्यो पछाडिको, यिनीहरू चाहिँ तलपट्टि झुन्ड्यो भने के हुन्छ, 2 नम्बर नियमबाट बुझ्नु पर्यो मजाले, अगाडि गएर हेर्नु होला 2 नम्बर नियम है। ल अब खुक पाप भनेको झोल भात भयो, थाप्पु भनेको चाहिँ बन्द गर्ने भाग भनेर बुझ्ने, अनि सिप्पुन भन्नु पर्यो, सिप्पुन, सिप्पुन भनेको 10 मिनट, अनि छतपाल भन्नु पर्यो, छतपाल भनेको पहिलो चरण भन्ने अर्थ लाग्छ। ल अब हाम्रो 25 वटा नियम चाहिँ यहाँनिर चाहिँ पढाइ भयो है। भिडियोलाई स्टेप बाई स्टेप चाहिँ हेर्नु होला। यो 25 वटा मिनिङलाई चाहिँ नोटमा उतारेर राम्रोसँग राखेर चाहिँ मजाले हेरेर चाहिँ डिटेलमा बुझ्नुभयो भने, यति नियम पढ्नुभयो भने लगभग तपाईँहरूलाई पुग्छ है। ल अब यसपछिको भिडियो चाहिँ हामी खेप फाचिमको बारेमा लिएर आउनेछौँ। खेप फाचिम भन्नाले डबल फाइनल कन्सोनेन्ट भन्छ। त्यो पढिसकेपछि पूर्णतया हाम्रो यो उच्चारणको नियमहरू सकिन्छ है। ल आजको लागि चाहिँ यति नै गरौँ। अब यसलाई पनि यसो स्क्रिनसट राखेर चाहिँ तपाईँहरूले मजाले नोटमा उतार्नु होला है। ल धन्यवाद।